नमस्ते सबैलाई। हाम्रो बिरिजुनी दाईहरूले फुले गुरुङ दाई, राजु दाई अनि के अरे सुबिन गुरुङ दाईले चाहिँ हाम्रो भाइहरूलाई अब ट्रेनिङ खर्च गराएर हामी तीनजना अब बाहिर भएको मान्छेहरूलाई हामी तीनजनालाई चाहिँ ऊ नगरेर यहाँ भएको भाइहरूलाई चाहिँ गर्ने भनेर 40,000 रुपियाँ पठाइदिनु भयो रहेछ। ट्रेनिङ खर्च र उ गरेर 1,20,000। होटेलमा कति भयो? 3 दिनको होटेलको ट्रेनिङ गर्ने बेलाको खर्च कटाएर केटाहरूलाई 9,000 रुपियाँ बचेछ है सबैजनालाई होइन। ल बाँड्दै हुनुहुन्छ हाम्रो कोचबाट है ठ्याक्क लगेर 9,000। ल 9,000 हाम्रो बाँड्दै हुनुहुन्छ। ल दाइहरूलाई धेरै धेरै धन्यवाद एकदम होइन। यस्तो सहयोगी मनलाई एकदम धेरै धेरै धन्यवाद है। यो हाम्रो यो भत्ताको ऊ होइन, यो छुट्टै हो है। यो ट्रेनिङको दाइहरूले पठाइदिएको है। हाम्रो भत्ताको चाहिँ होइन, अहिले गेम खेल्दा अगाडि ट्रेनिङको लागि भनेर पठाइदिनु भएको छ भाइहरूलाई। यो चाहिँ बचेको पैसा केटाहरूले 9,000 रुपियाँ बाहिर हाने भाइहरूले। गेम त हारिदियो अब के गर्ने, यस्तो गेममा हारिदिन्छ है के गर्ने। केटा हामीले चाहिँ अब राम्रो खेल्ने। ल ल ल ल धेरै धेरै धन्यवाद दाइहरू। केटाहरू यस्तो मिठो पैसा पाइनु ल। यस्तो कस्तो नोट हो यो त आमामा। खोइ भाइ आमामा नोट त यो त भलगमा हाल्ने जस्तो चाहिँ भलगै बनाएन। मैले टेन्सन हो गेम नि हारियो के भलग बनाउने है, गाह्रो छ। ल भाइहरूले पैसा दिँदैन है। ल ल एक मुष्टमा आमा पैसा एक मुष्टमा दाइहरूलाई एकदम धेरै धन्यवाद। टिमको तर्फदेखि नै होल टिमको तर्फबाट एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच दाइहरू। सधैँ पनि यस्तै माया र सपोर्ट पाइरहनु होइन हाम्रो टिमले। हजुरहरूलाई धेरै धेरै धन्यवाद है। ल थ्याङ्क यू सो मच दाजुहरू।